संवैधानिक परिषदले सर्वोच्च अदालतको 33औं प्रधान न्यायाधीशका लागि डाक्टर मनोज कुमार शर्माको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले वरियताका 4औं नम्बरमा रहेका शर्मालाई भावी प्रधान न्यायाधीशका लागि सिफारिस गरेको हो। वरिष्ठ न्यायाधीशलाई भावी प्रधान न्यायाधीशका रूपमा सिफारिस गर्ने यसअघिको नजिर भत्काउँदै शर्माको नाम संसदीय सुनवाई समितिमा पठाउने निर्णय गरेको हो। को हुन् भावी प्रधान न्यायाधीशका रूपमा हेरिएका डाक्टर मनोज कुमार शर्मा? मनोज कुमार शर्माको जन्म 2027 असार 4 गते सन् 1970 जुन 18 मा पर्साको वीरगञ्जमा भएको थियो। शर्माले त्रिभुवन विश्वविद्यालय मातहतको नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र भारतको पुणे विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन्। त्यसपछि शर्माले त्रिभुवन विश्वविद्यालयबाटै श्रम कानुनमा पीएचडी समेत गरेका छन्। शर्माले विक्रम सम्वत 2052 सालमा अधिवक्ताको लाइसेन्स प्राप्त गरी काम सुरु गरेका थिए। त्यसपछि शर्माले 2070 असार 26 देखि 2072 मङ्सिर 16 गतेसम्म तत्कालीन पुनरावेदन अदालत बुटवल र पाटनमा अतिरिक्त न्यायाधीशको रूपमा काम गरेका थिए। तर तत्कालीन पुनरावेदन अदालतमा स्थायी न्यायाधीश बन्न नसकेपछि हटाइएका उनी 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। पारिवारिक पृष्ठभूमि हाल प्रधान न्यायाधीशका रूपमा सिफारिस भएका शर्मा पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिजा हुन्। दामोदर शर्मा प्रधान न्यायाधीश रहँदा नै मनोज कुमार शर्मालाई पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त गरेको विषयले त्यतिबेला निकै विवाद ल्याएको थियो। 2072 सालको संविधान जारी भएपछि अतिरिक्त न्यायाधीशको पद स्वतः खारेज भएपछि शर्माको न्यायाधीश पद पनि गुमेको थियो। त्यसपछि बेरोजगार बनेका शर्मालाई तत्कालीन प्रधान न्यायाधीश दामोदर प्रसाद शर्मा र तत्कालीन न्यायाधीश चोलेन्द्र शमशेर जबराको लेनदेनमा सर्वोच्च अदालत ल्याइएको आरोप लागेको थियो। त्यतिबेला चोलेन्द्रलाई प्रधान न्यायाधीश बन्ने गरी सर्वोच्च अदालतमा ल्याउने र पछि चोलेन्द्रले डाक्टर मनोज कुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा ल्याउने सहमति भएको आरोप लागेको थियो। हल्ला जस्तै पछि चोलेन्द्र शमशेर जबराले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति दिलाएका थिए। त्यसरी तत्कालीन पुनरावेदन अदालतबाट फालिएका शर्मा सर्वोच्च अदालतको न्यायाधीश हुँदै भावी प्रधान न्यायाधीशका रूपमा सिफारिस भएका हुन्। सिफारिसको प्रक्रिया र विवाद प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत 65 वर्षे उमेर हदका कारण गत चैत 17 गते रातिबाट अवकाश गएपछि रिक्त प्रधान न्यायाधीश पदका लागि न्याय परिषदले सर्वोच्च अदालतका योग्य 6 जना न्यायाधीशहरूको नाम संवैधानिक परिषदमा पठाएको थियो। ती 6 न्यायाधीशहरूमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डाक्टर मनोज कुमार शर्मा, डाक्टर नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका थिए। सर्वोच्च अदालतको इतिहासमा सधैँ वरिष्ठतम न्यायाधीशलाई नै प्रधान न्यायाधीशमा सिफारिस गर्ने परम्परा थियो। तर यसपटक संवैधानिक परिषदले 4औं वरियताका शर्मालाई भावी प्रधान न्यायाधीशमा रूपमा सिफारिस गरेको छ। यसअघि संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश मार्फत सरकारले परिषदको निर्णय प्रक्रियालाई